बसी मन भने भइहाल्यो नि आज पो शिवजी धुनीमा बस्छ घरमा भने गर्नु न आज यहाँ घुमेर पूजा गर्नु घुमेर पूजा गर्ने घुमेर पूजा गर्ने घुमेर पूजा गर्नु ल पक्नु यहाँ पहिला यसलाई पूजा गर्ने मान्छे छैन भने त्यो पसलमा एकछिन अब त्यो बच्चाहरूलाई बनाउने अगाडि जानु कपुर पनि एउटा हाल्नु पर्ने तल हेर्नु न यहाँ तल राखेर यसै भइहाल्छ नि यसो जय शिव शंकर भोलेनाथ त्यसरी हाल्ने हुर्रुमै आउला नि फेरि हातले मात्रै आउला